गाइस, के छ खबर हजुरको? हजुरको कि म त्यसपछि म बिस्तारै उठ्छु, ओछ्यानबाट उठ्छु। हाम्रो घर कस्तो छ? तल घाम लागेको छ, बिहान चिसो थियो। 2 दिन साह्रै बेलुका ब्रस गर्छु, बाथरुममा बिस्तारै झ्याम्पल गरेर ब्रस गर्छु। त्यसपछि चिसो पानीले फेस धुन्छु, फेसवासले धुन्छु। त्यसपछि मलाई चाहिँ चाका गराउन महसुस सहयोग गर्दछ। हेलो, त्यस्तै है। अनि त्यसपछि कपाल खोज्छु, तयार गर्छु। आयो कता राखेछु, भित्र छौला कति खोजे भेटिनँ। म यहीँ खोजेछु। हजुरआमाले देख्नु भएको छ नि? हजुरले देख्नु भएको र? कहीँ देख्नु भएको र? कहीँ कपाल छैन अरे। अनि भित्र सबै खोज्छु। माथि रहेछ, कसरी निकाल्ने? यहाँ माथि कसरी निकाल्छु? कुर्सी ल्याएर। ए हजुरआमा यहीँ हुनुहुन्छ? हजुरआमा के गर्नुहुन्छ हजुरले? बसेको सुतेको हो कपाल खोज्दैछु है, कपाल खोज्दैछु। भयो कपाल है, तयारी गरेँ। अब के गर्नुपर्छ भने मलाई न र सङ्गीत बजाउन र नेपाली, हिन्दी, इङ्ग्लिस सुन्नु मन लाग्छ। के सुन्नु मन लाग्छ आनन्दले। अनि मनपर्छ हिन्दी, नेपाली, इङ्ग्लिस के सुन्नु मनपर्छ। अस्ति हिजो कपडा धोएर सुकाएको थिएँ। म सफा र आराम लुगा लगाउने प्रयास गर्छु। म सफा आरामदायी लुगा प्रयास गर्छु। प्रयास गरेँ, कपडा दुईटा कपडा लगाएँ। अनि त्यसपछि के गर्ने हो भन्दा 2 बजे 1 बजेतिर म भान्सामा जान्छु। मेरो नास्ता तयार गर्छु। म सामान्यतया अन्डा र फलफुल, सुन्तला, फलफुल के हो भन्दा सुन्तला अनि खान्छु। कहिलेकाहीँ केरासँग दुध र यदि मसँग धेरै समय छ भने अलमिट ओटमिल खान्छु। मलाई बिस्तारै खान मनपर्छ ताकि म मेरो खानाको आनन्द लिन सकु। के गर्ने भन्दा ल्यापटप चलाउँछु। अब गएर मैले के ल्यापटपमा चलाउँछु। हेर त मैले बनाएको फुल यहाँ चाहिँ कस्तो लाग्यो होला है। मैले बनाएको अस्ति नै हो, कति भयो। अब फेरि अर्को बनाउँछु। कस्तो लाग्यो, यस्तो मलाई मनपर्छ। यस्तै गराउन मलाई मनपर्छ। मलाई हल्का ब्लग भिडियो बनाउन आउँछ।